सबैजनालाई नमस्कार। म आज विशेष गरी गडेउला मल उत्पादन प्रवृत्तिमा जोडिएर केही कुरा राख्न चाहन्छु। विशेष गरी नेपालमा गडेउला मल उत्पादन प्रवृत्ति अरू गाई भैँसीको मल उत्पादन भन्दा अलिकति बढी नै महत्त्वपूर्ण हिसाबले लिएको छ, किनकि गडेउला मलमा अरू गोबर मलहरूभन्दा को तुलनामा 13वटा विभिन्न तत्त्वहरू उपलब्ध हुने र गडेउला मलले खाएको 90% चाहिँ पाचन प्रणालीमा गएर बाहिर निष्कासन गर्ने भएको हुनाले चाहिँ विशेष गरी युरोपियन जातको इसेनिया फोएटिडा भन्ने गडेउला चाहिँ नेपालमा व्यावसायिक रूपमा पालन गर्दै आएको छ। गडेउलाको संरचनाहरूमा विशेष गरी काठको संरचना, इँटाको संरचना, खाल्डोको संरचना र प्लास्टिकहरू प्रयोग गरेर संरचना बनाइन्छ। ती संरचनाहरूमध्ये हामीले सकेसम्म हाम्रो पुँजी अनुसार स्थानीय रूपमा उत्पादन हुने स्रोत साधन प्रयोग गरेर बनाउँदा पनि हुन्छ र हामीले सिमेन्टेड संरचनाहरू बनाउँदा पनि हुन्छ। त्यो सम्पूर्ण कुराहरू हामीसँग भएको स्रोत साधनमा भर पर्ने कुरा हो। सकेसम्म हामीले बनाइसकेपछि गडेउला मलको संरचना एउटा सिमेन्टेड इँटाहरू लगाएर बेरेर बनाएको संरचना बनाएर र त्यसको मुनि चाहिँ तपाईँको झोलहरू पास हुने बाटो बनाएर त्योबाट फेरि चाहिँ तपाईँको ड्रमहरू अथवा खाल्डोमा संरचनाहरू बनाएर चाहिँ भर्मी वास सङ्कलन गर्ने संरचना बनाएर चाहिँ गराउनु पनि सकिन्छ। त्यो गर्नाले किसानहरूले गडेउला मल मात्रै नभएर गडेउला मलभन्दा पनि बढी महत्त्वपूर्ण र बजार मूल्य पनि राम्रो भएको भर्मी वास पनि प्राप्त गर्न सक्छन्। हामीले सिकाइको लागि अथवा हामीले सानो स्केलमा गडेउला मलको भर्मी वास बनाउनको लागि पनि हामीले यो संरचनालाई चाहिँ प्रयोग गर्न सकिन्छ। विशेष गरी यसमा स्थानीय रूपमा पाइने बाँसहरूको प्रयोग गरेर संरचना बनाइएको छ र यसमा पानीहरू प्रयोग गरेर यहाँबाट चाहिँ पानी भिजेर चाहिँ यहाँबाट टप टप थोपाहरू चुइने र यो संरचनाभित्र विशेष गरी गोबर मल, माटो, गडेउला माथिल्लो तहमा र तल्लो तहमा चाहिँ इँटा ढुङ्गाहरू, जसले यो भर्मी वासको लागि यहाँबाट पानी चुहिएर यहाँभित्र गडेउलाहरू बसेर र त्यो पानी त्यहाँबाट छानिँदै तल गएर यो डब्बामा जम्मा हुन्छ र डब्बामा जम्मा भइसकेको भर्मी वास चाहिँ बजारमा राम्रो मूल्यमा चाहिँ बिक्री पनि हुन्छ र किसानहरूले सानो बिरुवाको लागि प्रयोग गर्दा धेरै मात्रा पानी र थोरै मात्रा भर्मी वासलाई मिश्रित गराएर प्रयोग गर्नुपर्छ र ठुलो बिरुवाको लागि प्रयोग गर्नको लागि चाहिँ तुलनात्मक रूपमा कम मात्रा पानी र भर्मी वास प्रयोग गर्नुपर्ने हुन्छ। सम्भवतः हामीले प्रयोग गर्नेमा किसानहरूले 3 भाग पानीमा 1 भाग गडेउला मलको झोल चाहिँ ठुलो बिरुवाको लागि प्रयोग गर्छन् र 5-7 भाग गडेउला मल 1 भागमा 5-7 भाग चाहिँ पानी प्रयोग गरिरहेको छन्। यसले गर्दा बिरुवाको लागि पोषण तत्त्वहरू प्राप्त हुने र बिरुवालाई कुनै पनि रासायनिक मलहरू प्रयोग नगरी उत्पादन राम्रो लिन सक्ने अवस्था चाहिँ सिर्जना हुन्छ। नेपालको लागि गडेउला मल उत्पादन प्रवृत्ति एकदमै राम्रो प्रवृत्तिको रूपमा विकसित भइरहेको छ र विशेष गरी हाम्रो अहिलेको अवस्थामा हामी दुर्गम गाउँमा भएका किसानहरूले पनि बजारहरूबाट विभिन्न सङ्घ संस्थाहरूबाट स्रोतहरू जुटाएर चाहिँ यिनी मलहरू आयात गर्ने अवस्था छ। यही हाम्रो गाउँघरमा भएका भैँसीहरूको मललाई व्यवस्थित तरिकाले गडेउलासँग मिश्रित गराएर चाहिँ उत्पादन गर्यो भने गाउँघरमै हामी अर्ग्यानिक मलको चाहिँ उद्योगहरू प्रत्येक घरमा चाहिँ खोल्न सक्ने सम्भावना छ। अर्ग्यानिक मल उत्पादनलाई बढावा दिउँ, स्वस्थ र प्रतिस्पर्धात्मक जीवनशैली अपनाऊ। हस्, धन्यवाद।